हेलो साथीहरु, नमस्ते अनि वेलकम छ हजुर सबैजनालाई मेरो युट्युब च्यानलमा। सो साथीहरु, आज चाहिँ म धेरै दिन पछाडी धेरै महिना पछाडी फेरि पनि नयाँ ब्लग एन्ड भिडियोको साथ हजुरहरुको सामु आइसकेको छु। हेर्नु भने चाहिँ नबिर्सिनु होला। सो साथीहरु, आजको मेरो यो भिडियो चाहिँ के रहेको छ भने आज हाम्रो गाउँमा उर्लाबारी 1 मा हाम्रो घर नजिकै हिमालको मेला लाग्दैछ नि त। ढङडाङ्गे मेला भन्ने गरिन्छ हैन, हिमालको चाड मेला लाग्दैछ। सो त्यही भएर म चाहिँ त्यहाँ मेलामा जानको लागि रेडी भइसकेको छु। हेर्नु भने चाहिँ नबिर्सिनु होला मेरो युट्युब फ्यामिलीहरुले। म चाहिँ यतिको चाहिँ भएर जाँदैछु किनभने नजिकै छ नि त साथीहरु, त्यही भएर त्यति राम्री भएर चाहिँ गएको छैन ल। माइ गड, मलाई कस्तो देखेको छ हजुरहरुले हेरेर लाइक कमेन्ट शेयर गर्नु भने चाहिँ नबिर्सिनु होला है त साथीहरु। अनि म पनि यो भिडियोलाई यहीँदेखि स्टार्ट गरेँ। ल साथीहरु, हामी चाहिँ यहाँ बाटोमा आइसकेको छु। हेर्नु होला, दिदी बहिनीहरु आउँदै हुनुहुन्छ साथीहरु। फाइनली अब चाहिँ हामी मेला आइपुग्ने बेला भएको छ। यता चाहिँ हाम्रो दिदी बहिनीहरु पुरा मेला जाँदै हुनुहुन्छ हैन। सो यस्तो रहेको छ, पछाडि पनि आउँदै हुनुहुन्छ। र हामी चाहिँ मेलाको नजिक आइसकेको छौँ। अब यस्तो रहेको छ हाम्रो चाहिँ मेला हैन। के कस्तो हुन्छ भित्र गएर पनि म हजुरहरुलाई देखाउने नै छु। अहिले चाहिँ यहाँ पुरा गाडीहरु यताउता भिड भइरहेको छ नि त, किनभने यहाँ मान्छेहरु कति मेला हेर्नु हुनेहरु हुनुहुन्छ नि त। त्यही भएर देख्न सक्नुहुन्छ। अब मेलाभित्रको गएर पनि म भिडियो बनाउने छु। ल हामी चाहिँ अब मेलाभित्र पस्नेवाला छौँ है साथीहरु, देख्न सक्नुहुन्छ। एकदमै भिड रहेको छ। योचोटि चाहिँ कार्यक्रम छैन हैन, पोहोर चाहिँ यहाँ कार्यक्रम थियो। सो यस्तो भइरहेको छ, देख्न सक्नुहुन्छ मेला। हाम्रो गाउँघरको हिमाल मेला, ढङडङ्गे मेला यस्तो रहेको छ। रहेको छ हाम्रो मेला बजार चाहिँ मिठाईको खासहरू भिडियो। कतिखेर आउनुभएको? ए त्यस्तो दामी मेला लागिरहेको रहेछ, रमझम यस्तो छ हाम्रो साथीहरु, देख्न सक्नुहुन्छ। आमामा जिया कति राम्री भएर आएछ आज त। अहिले आएको हेर लुकेको, अहिले आएको राम्री भएर आएछ। यता चाहिँ मिठाईको बजार छ है साथीहरु, देख्न सक्नुहुन्छ। यस्तै लाग्छ हाम्रो हिमालको मेला। हजुर अहिले आउँदा ल, यस्तो रहेको छ। एकदमै राम्रो लाग्छ साथीहरु। सो भरे ल, भरे सस्तो हुन्छ नि, भरे किन्नुपर्छ ल। यस्तो छ हाम्रो गाउँको मेला बजार। कोही बाइकले किन्छ यता आइज, यहाँ चाहिँ केटाकेटी खेल्ने साथीहरु देख्न सक्नुहुन्छ। ओ माई गड, यस्तो दामी गुडियाहरू। कति हो यो गुडियालाई? हजुर भरे किन्छु ल कान्छी। यो एउटा केही नकिन्नु ल। यो कि कुन यो त महँगो। यसलाई चाहिँ कति हो? आमामा यसलाई 350। यो किन्नु ल कान्छी। ल त्यसो भए भरे किनिदिन्छु। यो त लु पर्दैन अरे। लु आइज साथीहरु, हामी चाहिँ अब यहाँ भोक लागेर चटपटी खानु खोज्दैछौँ ल साथीहरु। के कस्तो हुन्छ यता चाहिँ हाम्रो बहिनी गएको छ। यता हेर न कस्तो राम्रो देखेको छ। हामीले यहाँ चटपटी खाने बहिनीहरू चाहिँ यता बसिरहेको छ। चटपटी पनि आइसकेको छ। अब चाहिँ हामी चटपटी खानेछौँ ल। त्यस्तै छ मेलामा। हामी सबै भएर यता चाहिँ मेरो बहिनी, कान्ता बहिनी, यता चाहिँ मेरो बहिनी अरे क्या। अनि यता चाहिँ म, यता मेरो छोरी, अनि यता मेरो छोरी। त्यसो खान्छु ल, खाऊ न।
मिठो भयो जिया चटपटे खाऊ मजाले यस्तो बेलामा त खानुपर्छ नि फेरि भोलि पर्सि भाइ हो कि बहिनी राले हुन्छ अरे क्या फेरि चटपटीले नगाएर पानी खाँदैछु ल जिया यहाँ पानी उयो लगाइदेऊ त झोल रस लगाइदेऊ त एउटा चाटिहाल्नु कस्तो रहेछ यो झोल चाहिँ कहिलेको चिनीमा लगाएर परेर खानु होला खाए ल म पनि एकदम फ्लेभर हुन्छ मेलाको चिनी मेरो छोरीको यस्तोलाई पनि 200 अरे साथीहरू यो माला चाहिँ कति हो आन्टी यो चाहिँ के साह्रो महँगो त हौ कलर नजाने भए पनि यत्रो पर्दैन नि 350 सम्म आउँदैन ठिङ्ना भयो पैसा उनीहरू साथीहरू यस्तो चस्मा लगाएको बेला होइन नकिने पनि राम्रो देख्दैन मजा आयो जाऊ पर जाँदा मम्मीले भिडियो बनाउँछ चढ्न माथि यो त लाठी पो रहेछ चाहिँ मेला भरेर पनि यहाँको घर एकदमै रमाइलो भयो हैन मैले चाहिँ मेलामा यो एउटा किने माला हैन अनि यो झुम्का किने सो साथीहरु ए मान्छे त टन्नै छ अझै मेला चाहिँ सकेको छैन हामी चाहिँ साथीहरु हामी चाहिँ मेला भएर पनि घर आइसक्यौं सो मेला चाहिँ एकदमै राम्रो रहेछ हैन रमाइलो भयो यताउति खायो अनि अन्धलाई पनि देखायौं के कस्तो भयो हैन मैले चाहिँ केही किन्न सो साथीहरु यो एउटा टप लिए अनि एउटा माला किने हैन अनि मेरो छोरीले एउटा पिया किने अनि चटपटी पानीपुरी खाए अनि यस्तै भयो हजुरहरुलाई मेरो भिडियो के कस्तो लाग्छ हेरेर लाइक कमेन्ट शेयर गर्नु भन्छ नबिर्सिनु होला सब्स्क्राइब गर्नु भन्छ सब्स्क्राइब